नमस्ते सबैजना दर्शकमा आउनुभयोलाई म पनि फेरि एउटा क्रोएसियन अपडेट लिएर आएको छु। हिजो चाहिँ क्रोएसियाको सरकारले एउटा नियम पारित गरेको छ। अबदेखि चाहिँ तपाईँको क्रोएसियामा क्रोएसियन भाषा चाहिँ अनिवार्य हुनुपर्ने भनेर चाहिँ न्युज आएको छ। यो पार्लियामेन्टबाटै चाहिँ भएको चाहिँ जारी भएको कुरा चाहिँ तपाईँहरूलाई सेयर गर्दैछु। अबदेखि क्रोएसियामा जति पनि नयाँ मान्छेहरू आउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ अनिवार्य रूपमा क्रोएसियन भाषा चाहिँ पढेर र तपाईँको फेस टु फेस गफ गर्दाखेरि क्रोएसियन भाषामा चाहिँ तपाईँले बुझ्नुपर्ने हुन्छ। यो चाहिँ जतिको नियम लागु गर्नुहुन्छ अनि यहाँ हुनेहरूलाई पनि दिनकै हामीले चाहिँ क्रोएसियन भाषा पढिरहेको अवस्था छ। कम्पनीहरूले पनि यो सब गराइरहेको छ र तपाईँहरूलाई यही जानकारी गराउँ भनेर म यहाँ तपाईँहरूलाई भन्नु है त। हस् त, नमस्ते। क्रोएसियन भाषा चाहिँ एकदम मजाले पढ्नु